फाइनल्ली म चाहिँ आजको लोकेसनमा आइपुगेको छु र यो जङ्गलको बिचमा रहेको छ। आज क्याम्पिङको लागि फेरि पनि आइसकेको छु र सर्वप्रथम म चाहिँ मेरो सामानहरू यहीँ राख्छु। आज चाहिँ मैले दुईवटा सामानहरू ल्याएको छु, झोलामा नअटाएर प्लास्टिकमा पनि सामानहरू ल्याएको छु र आजको रात मैले यहीँ बिताउँछु। र यहाँ चाहिँ अलिकति समथर भूभाग देखेँ, चारैतिर जङ्गल देख्न सक्नुहुन्छ र यो खतरा ठाउँमा एक रातको लागि म यहाँ स्टे गर्नेछु, क्याम्पिङ गर्नेछु, टेन्ट लगाउनेछु र खाना पकाएर खानेछु। र आजको भिडियो एकदमै बबाल हुने नै छ, अन्तिमसम्म हेर्दै गर्नुहोला र म फटाफट सर्वप्रथम चाहिँ क्याम्पिङ सेट गरेर तपाईँहरूलाई देखाउनेछु। फाइनली टेन्ट लगाइसकेको छु र अब मैले चाहिँ खानाको लागि दाउराको बन्दोबस्त गर्नुपर्ने हुन्छ र दाउरा खोज्नको लागि म जङ्गल जानेछु र जङ्गल नजिकै छ। जङ्गलबाट दाउरा ल्याएर म चिया पकाउनेछु सुरुमा, त्यस पछाडि साँझको खाना पकाउनेछु। आगो पनि बलिसकेको छ र साँझ भइसक्यो। अब चाहिँ चिया पकाउने हुन्छ, भोक पनि लागिसक्यो। पहिला चाहिँ चिया पकाउँछु, त्यस पछाडि म खाना पकाउने छु। चिया पकाउनको लागि मैले भाँडो रेडी गरिसकेँ। यसमा म पानी हाल्छु। बस यति भए मलाई पुग्छ। ल अनि चिया पत्ती हाल्छु, त्यस पछाडि बस यति भए मलाई हुन्छ। त्यस पछाडि चिनी हाल्छु। ल्वाङ, सुकमेल र मरिचको दाना, यो ग्रिन टी, यसको बास्ना एकदमै मिठो आउँछ। फाइनली चिया पनि पाकिसकेको छ, चिया उम्लिसकेको छ र म यसलाई चाहिँ अब उतारिदिन्छु अनि त्यस पछाडि यसलाई भित्र बसेर मजाले खान्छु। ल गर्नुपर्ने हुन्छ। अब चाहिँ मैले टेस्ट गर्छु चिया कस्तो भएको छ। एकदमै राम्रो भएको छ, एकदमै मिठो भएको छ। ग्रिन टीको बास्ना एकदमै राम्रो आएको छ। प्रकृतिसँग यसरी बसेर चिया पिउनुको मजा बेग्लै छ, दुनियाँ बेग्लै छ। जङ्गलमा यसरी चराहरूको कराइरहेको आवाज अनि एकान्तमा यसरी एक्लै चिया पिउनुको मजा साँच्चीकै 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 एकदमै एकदमै अमेजिङ रहेको छ। पछाडि न्याउली चरी बासिरहेको छ, क्या दामी सुनिएको छ के, क्या दामी सुनिएको छ। अब चाहिँ साँझ पनि पर्न लागिसक्यो र म चाहिँ खाना पकाउँछु र फटाफट खाना पकाएर फटाफट सुतिहाल्छु।
अब चाहिँ खाना खाने बेला भइसक्यो मेरो र खानामा आज रोटी र सब्जी रहेको छ। करिब 9 बज्न लागिसक्यो। अब चाहिँ खाना खानु पर्ने हुन्छ। टेस्ट गर्छु पहिलो बाइट। गजब छ। वाह भाइ वाह। ल त साथीहरू, मस्तसँग खाना खाइयो र अब चाहिँ सुत्नुपर्ने हुन्छ। 9:30 बजिसकेको छ र कता कता मनमा डर पक्कै पनि लागेको छ र आई होप निद्रा लाग्छ कि लाग्दैन त्यो त थाहा छैन, तर सुत्ने चाहिँ प्रयास गर्नुपर्छ। र सुत्नको लागि स्लिपिङ ब्याग छ र आज चाहिँ पानी परेको छैन, मौसम एकदमै न्यानो मौसम छ र स्लिपिङ ब्यागको जरुरत राति पर्यो भने चाहिँ म ओढ्छु, नत्र चाहिँ यत्तिकै सुत्छु। यसलाई सिरानीमा हाल्छु। भित्र चाहिँ अलिकति गर्मी नै छ। ल साथी, गुड नाइट। क्यामेरामा सुन्यो कि सुन्नेन, क्यामेरामा सुन्यो कि सुन्नेन, के को आवाज आइरहेको छ। के होला? कसम के को आवाज हो मैले चिन्नै सकिनँ। भर्खर निदाउन थिएँ, आवाज बेसरी आयो के, अनि कसम मुटु ढुक्क गरिरहेछ। यतातिरबाट छ के हो यो? यसलाई हेर्नै पर्ने हुन्छ, बाहिर निक्लिनु पर्यो। हे भगवान, माय गॉड, त्यहीबाट आवाज आउँथ्यो।
पता नहीं के हो यार। भाइ साहब आगो बलिरहेको छ। आज सुताइ होला जस्तो लाग्दैन मलाई। भर्खर निदुन लागेको थियो, यसरी आवाज आयो कि म त यस्तरी तर्सेको। बाफ्रे, सायद गलत डिसिजन गरेँ क्या मैले सोलो क्याम्पिङ आएर। सायद एक्लै आउनु हुन्थेन, एउटा साथी लिएर आउनु पर्थ्यो एटलिस्ट। के थियो होला त? बाघ त हुन सक्दैन जङ्गलमा, यो बाघ छैन मलाई थाहा छ। बाघ चाहिँ हुनै सक्दैन किनकि यो जङ्गलको एक एक कुराहरू मलाई थाहा छ। जङ्गलमा धेरै घुमियो, बच्चैदेखि घुमिरहेको, घाँस दाउरा गर्ने, मेलापात गर्ने जङ्गल हो। तर के थियो भन्ने कुरा हो, थियो होला कुनै जनावर। बाघ त नहुन सक्ला, बाघ त थिएन। बाघ चाहिँ आजसम्म थाहा पाइएको छैन, कुनै जनावर हुन सक्छ। सायद मैले खाएको खानेकुराको गन्धले आएको हुन सक्छ। डर चाहिँ लागेकै छ। डर मानेर पनि के गर्ने हो र, जे हुन्छ हुन्छ, हेरौँला, जे पर्ला पर्ला। सुत्ने हो त, तर सेफ्टी चाहिँ लिएको भए हुने रहेछ। खुकुरी चाहिँ लिनुपर्ने, खुकुरी पनि लिएन। मसँग सेफ्टीको नाममा एउटा सानो चक्कु थियो, चक्कु चाहिँ राख्नुपर्छ। यो चाहिँ साथमा राख्नुपर्छ। ल अब चाहिँ धेरै रात परिसक्यो, सुत्नुपर्छ साथी हो। निद्रा चाहिँ लाग्छ कि लाग्दैन, तर सुत्नु चाहिँ पर्छ। ल साथी हो, बाँचिएछ भने भिडियो अपलोड होला, नत्र त यति नै। तनाव छ साथी हो। डबल लाउनुपर्छ, डबल लेयर लगाएपछि अलिकति सेफ हुन्छ कि। लाइट पनि लास्टै चार्ज सकिन लाग्यो। मोबाइलको चार्ज कति छ? 58% भइसकेछ। ल साथी हो, क्यामेरा अफ गर्छु। अब के हुन्छ, आज राति निद्रा लाग्छ या लाग्दैन अथवा के हुन्छ थाहा छैन। र क्यामेराको चार्ज पनि लास्ट भइसकेको छ। भोलि बिहानसम्म चार्ज बज्छ कि बज्दैन भन्ने कुरा हो। यदि बज्यो भने चाहिँ पक्कै पनि बिहानको भ्यूहरू देखाउने छु, नत्र आजको भिडियो
यहीँसम्मलाई ल